समृद्ध धादिङ बनाउनका निम्ति दिएको यो 7वटा सूत्रहरू मध्ये अगाडि मैले भनेको 3वटा सूत्र, यदि यो 3टा सूत्रमा, यो 3टा फर्मुलामा मात्रै हामीले काम गर्ने हो भने अबको 5 देखि 10 वर्षभित्रमा धादिङको पर क्यापिटा इन्कम $2500 हुनेछ र धादिङको जीडीपी करिब 80 अर्ब भन्दा बढी हुनेछ। 3, 2, 1 हस्, धेरै धेरै धन्यवाद छ आजको यस कार्यक्रमका उद्घोषकज्यू र यो अत्यन्तै महत्त्वपूर्ण कार्यक्रमको अध्यक्षता ग्रहण गरिरहनुभएका आदरणीय अध्यक्षज्यू, त्यसै गरी कार्यक्रमका प्रमुख अतिथिज्यू लगायत मञ्च आसीन सम्पूर्ण आदरणीय तथा प्रिय अतिथिगणहरू र आजको यो कार्यक्रममा उपस्थित तपाईँ सम्पूर्ण मैले मान्नुपर्ने माया गर्ने सम्पूर्ण आदरणीय तथा प्रिय दिदीबहिनी तथा दाजुभाइहरू, यहाँहरू सबैलाई म कृष्ण अधिकारीको तर्फबाट हार्दिक न्यानो अभिवादन अर्पण गर्दछु। यहाँहरू सबैलाई म उच्च सम्मान व्यक्त गर्दछु। सबैभन्दा पहिला म आयोजक परिवारलाई हार्दिक बधाई दिन चाहन्छु, हार्दिक धन्यवाद दिन चाहन्छु कि यो अत्यन्तै महत्त्वपूर्ण विषयमा, यो अत्यन्तै सुन्दर विषयमा यहाँहरूले आज यो कार्यक्रम आयोजना गरिराख्नु भएको छ। यो आफैमा अत्यन्तै सुन्दर छ, यो अत्यन्तै समय सान्दर्भिक छ र यो अत्यन्तै महत्त्वपूर्ण पनि छ। र यो महत्त्वपूर्ण कार्यक्रममा मलाई आज विशेष अतिथिको रूपमा यहाँ आमन्त्रण गरेर मेरा आफ्ना विचारहरू निवेदन गर्ने जुन साइज जुराइदिनु भएको छ त्यसको निम्ति पनि म यो आयोजक परिवारप्रति आभारी छु र यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यो अत्यन्तै महत्त्वपूर्ण कार्यक्रम सम्पूर्ण रूपले सार्थक उपलब्धिका साथ सभ्य र भव्य ढङ्गबाट सफल होस् भनेर हार्दिक शुभकामना अर्पण गर्न चाहन्छु। वास्तवमा आज हामी धादिङको विषयमा जुन कुराहरू गरिराखेको छौँ, के छ त धादिङको विकास र समृद्धिका सम्भावनाहरू के छन्, धादिङलाई एउटा समृद्ध धादिङ बनाउनका निम्ति यसका आधारहरू के छन्, धादिङलाई एउटा विकसित धादिङ बनाउनका निम्ति यसका सम्भावनाहरू के छन्, त्यो विषयमा आज हामी यहाँ छलफल गरिराखेका छौँ। वास्तवमा साँच्चै धादिङ जिल्लालाई एउटा समृद्ध धादिङ बनाउने हो भने, धादिङ जिल्लालाई एउटा विकसित धादिङ बनाउने हो भनेदेखि यहाँहरूको बिचमा 7वटा फर्मुला अर्थात् 7वटा सूत्र दिन गइराखेको छु, जसमध्ये नम्बर 1 मा हो जल विद्युत र जल स्रोतको बहुक्षेत्रगत विकास। वास्तवमा धादिङ जिल्ला जल स्रोतले प्रचुर सम्भावना बोकेको जिल्ला हो। यहाँ जल स्रोतको अथाह सम्भावनाहरू छ, जसमध्ये धादिङ जिल्लामा 3वटा ठुला नदी छन्, जुन नदी मध्ये नम्बर 1 छ त्रिशुली नदी, जसको 104 क्युबिक मिटर पर सेकेन्डको वाटर डिस्चार्ज छ र यो त्रिशुली नदीको पनि 8वटा भन्दा बढी सहायक खोलाहरू छन्, जसमध्ये मलेखु खोला छ, त्यस्तै गरी थोपल खोला छ, त्यस्तै गरी महेश खोला छ, त्यस्तै गरी बेलखु खोला छ, त्यस्तै गरी चिरौदी खोला, चरौदी खोला लगायतका 8वटा भन्दा बढी सहायक खोलाहरू छन्। नम्बर 1। नम्बर 2 मा धादिङको अर्को ठुलो नदी अर्थात् धादिङ जिल्ला भएर बग्ने अर्को ठुलो नदी भनेको बुढी गण्डकी, जुन अहिले बहुचर्चित 1200 मेगावाटको बहुउद्देश्य परियोजना बुढी गण्डकीको यहाँहरूले सबैले सुनिराख्नु भएको छ। त्यो बुढी गण्डकीको आरुघाटको वाटर डिस्चार्ज हेर्ने हो भने 160 क्युबिक मिटर पर सेकेन्डको वाटर डिस्चार्ज छ र त्यो बुढी गण्डकीको 5वटा भन्दा बढी सहायक खोलाहरू छन्, जसमा मनपङ खोला छ, कास्टे खोला छ, त्यस्तै गरी सरबन्दी खोला छ, अँधेरी खोला छ लगायतको अन्य खोलाहरू छन्। अर्को ठुलो नदी भनेको धादिङ भएर बग्ने आँखु नदी, जसको 58 क्युबिक मिटर पर सेकेन्डको वाटर डिस्चार्ज छ र आँखु नदीको पनि 10वटा भन्दा बढी सहायक खोलाहरू छन्, जसमा लिस्ने खोला छ, त्यस्तै गरी आप्पाल खोला छ, हङकङ खोला छ, त्यस्तै गरी किन्ताङ खोला छ, त्यस्तै गरी पिङ खोला छ, घटिया खोला छ, बगुवा खोला छ लगायतका 10वटा भन्दा बढी सहायक खोलाहरू छन्। यतिकै सङ्ख्यामा यी जति पनि अहिले मैले भनेका यी 3वटा नदीका 26वटा भन्दा बढी सहायक खोलाहरू र ती 26वटा सहायक खोलाहरूको पनि 100औंको सङ्ख्यामा साना खोला र खोल्छीहरू छन्। अब यसमा जल विद्युत र जल स्रोतको बहुक्षेत्रगत विकास अन्तर्गत सबैभन्दा पहिला हामी के गर्न सक्छौँ, यी ठुला
नदीहरूबाट हामी मेगा प्रोजेक्टहरू बनाउन सक्छौँ हाइड्रो इलेक्ट्रिसिटीमा। त्यस्तै गरी मझौला खालका नदीहरू जुन 26वटा मझौला खालका खोलाहरू छन् ती खोलाहरूबाट हामी मझौला खालका परियोजनाहरू बनाउन सक्छौँ भने यी साना जुन खोल्छीहरू छन् सयौँ हजारौँको सङ्ख्यामा भएका जति पनि ती खोल्छीहरू छन् ती खोल्छी खोलाहरूबाट हामी माइक्रो हाइड्रो बनाउन सक्छौँ र जसबाट हामी मनज्ञ आर्थिक आम्दानी गर्न सक्छौँ। धादिङमा हजारौँको सङ्ख्यामा हामीले रोजगारका अवसरहरू सिर्जना गर्न सक्छौँ भन्ने मलाई लाग्छ। साथसाथै अर्को यी 3वटा ठुला र 26वटा सहायक खोला र त्यसको हजारौँको सङ्ख्यामा रहेका जुन खोल्छीहरू छन् ती खोल्छीहरूको किनारमा यी ठुला नदीहरूको करिडोरमा हामीले व्यापक रूपमा माछा पालन गर्ने। अहिले यहाँहरूले डाटामा हेर्नुभयो भने आजको दिनमा पनि अरबौँको माछा भारतबाट हामीले आयात गर्नु परेको अवस्था छ र यी करिडोरहरूमा व्यापक रूपमा माछा पालन गर्ने। साथसाथै अर्को भनेको धादिङमा सल्यान टार नेपालकै दोस्रो ठुलो टार सल्यान टार सहितको 20वटा भन्दा बढी टारहरू छन् जुन टारहरू तल नदी बगिराखेको छ माथि ती टारहरू बाँझो बसिराखेको छ तिनले पानी पाइराखेको छैनन्। युक्रेन र रसियामा युद्ध हुन्छ हामीले यहाँ सनफ्लावर तेल पाइराखेका छैनौँ तेल पनि हाम्रो युक्रेनबाट आइराखेको छ। त्यस कारणले ती तल भएका पानीहरूलाई नदी खोलाहरूबाट वाटर लिफ्टिङ गरेर ती टारहरूमा हामीले दलन बाली गर्न सक्छौँ तेलन बाली गर्न सक्छौँ। त्यसबाट पनि हामीले मनज्ञ आर्थिक आम्दानी गर्नुको साथसाथै सयौँको सङ्ख्यामा रोजगारीको अवसरहरू सिर्जना गर्न सक्छौँ भन्ने मलाई लाग्छ। साथसाथै अर्को भनेको जल पर्यटन। धादिङ जिल्ला भएर बग्ने त्रिशुली नदी दुनियाँमै जल पर्यटनको दृष्टिकोणले अत्यन्तै उत्कृष्ट मानिन्छ। त्यसकारण ती 3वटा नदीहरूमा हामीले जल पर्यटनलाई व्यापकता दिने हो भनेदेखि हामीले धादिङको विकास गर्नका निम्ति धादिङलाई एउटा समृद्ध धादिङ बनाउनका निम्ति अत्यन्तै सहज छ भन्ने म यहाँहरूको बिचमा निवेदन गर्न चाहन्छु। त्यस्तै गरी अर्को महत्त्वपूर्ण सब सेक्टर अथवा धादिङलाई समृद्ध धादिङ बनाउनका निम्ति अर्को सहक्षेत्र भनेको पर्यटन हो। हामीले धादिङको सुन्दरता बेचेर नै धादिङलाई एउटा समृद्धशाली धादिङ बनाउन सक्छौँ। हामीले धादिङको सुन्दरता बेचेर नै धादिङलाई एउटा विकसित धादिङ बनाउन सक्छौँ। हामीले हजारौँको सङ्ख्यामा पर्यटनबाट रोजगारीका अवसरहरू सिर्जना गर्न सक्छौँ र मनज्ञ आर्थिक आम्दानी गर्न सक्छौँ। पर्यटनभित्रको 6वटा सब सेक्टरको विषयमा म यहाँहरूलाई कुरा गर्न चाहन्छु जसमध्ये नम्बर 1 छ ऐतिहासिक तथा सांस्कृतिक पर्यटनको दृष्टिकोणले धादिङ जिल्लामा प्रचुर सम्भावना छ जसमा नम्बर 1 नेपाली इतिहासको बहुचर्चित पात्र पृथ्वीनारायण शाहको व्रतबन्ध गरिएको ठाउँ धादिङको मैदीकोट जुन अहिले घुमघाम छ त्यो ठाउँले पर्यटक कुरेर बसिराखेको छ। त्यति मात्र होइन 16औं शताब्दीमा ऐब राजाहरूले राज्य गरेको धादिङको उत्तरी धादिङको स्याम्जुङ दरबार अहिले पनि पर्यटक कुरेर बसिराखेको छ। त्यो ठाउँ घुमघाम गएर बसिराखेको छ भने अर्को छ ज्याम्रुङ दरबार जसलाई हामीले प्रबन्धन गर्न सकेका छैनौँ। दोस्रो नम्बरमा पर्यटनभित्रकै सब सेक्टरको कुरा गर्ने हो भनेदेखि धार्मिक पर्यटनको दृष्टिकोणले पनि प्रचुर सम्भावना मैले धादिङलाई देखेको छु जसमध्ये धादिङमा त्रिपुरा सुन्दरी मन्दिर जसको एउटा ऐतिहासिक भनाइ छ र धेरै ठाउँमा त्यो मैले पढेको पनि छु कि नेपाली इतिहासको चर्चित पात्र पृथ्वीनारायण शाहले काठमाडौँ भातगाउँ कीर्तिपुरमा आक्रमण गर्न आउँदा त्यही मन्दिरमा आएर त्यो मन्दिरमा दर्शन गरेर आइसकिसकेपछि काठमाडौँ कीर्तिपुर विजय प्राप्त भएको भन्ने इतिहासमा लेखेको छ। त्यस्तै गरी अर्को महत्त्वपूर्ण मन्दिर छ भैरवी मन्दिर जुन नीलकण्ठमा पर्छ। त्यस्तै अर्को महत्त्वपूर्ण मन्दिर छ ज्वालामुखी छ गङ्गा जमुना ढोलामाई मन्दिर छ। त्यति मात्र होइन धादिङको साबिकको 50वटा गाविसहरूमध्ये 49वटा गाविस देख्ने सिद्धलेखको डाँडो छ जुन आज त्यो गुमगाम छ त्यसलाई पनि हामीले प्रवर्धन गर्न सकिराखेका छैनौँ। त्यति मात्र होइन गुप्तेश्वरी गुफा धादिङको सल्यान टारको फेदमा रहेको नरसिंह धाम अहिले चर्चित छ। त्यस्तै गरी गोरक्षधाम लगायतका यी जति पनि मैले अहिले भनेका धार्मिक स्थलहरू छ यो ठाउँलाई प्रबन्धन गर्ने हो भनेदेखि पनि हामीले राम्रो मात्रामा
आर्थिक आम्दानी गर्नुको साथसाथै हजारौँ सयौँको सङ्ख्यामा रोजगारीका अवसरहरू सिर्जना गर्न सक्छौँ भन्ने मलाई लाग्छ। त्यस्तै गरी अर्को महत्त्वपूर्ण भनेको पदयात्रा पर्यटनको दृष्टिकोणले दुईवटा रुट त्यहाँ पर्छ। एउटा चाहिँ मनासलु ट्रेकिङको रुट त्यहीँबाट पर्छ भने अर्को चाहिँ धादिङको रुबी भ्याली जुन अहिले चर्चित छ त्यहाँको त्यो यो दुईवटा पदयात्रा पर्यटनलाई पनि हामीले विकास गर्ने र अर्को महत्त्वपूर्ण हामी धादिङको मलेकुलाई फिसिङ पर्यटनको रूपमा हामी डेभलप गर्न सक्छौँ। यो पनि हामीले गर्न सकिराखेका छैनौँ र दुईवटा कुरा पर्यटनको महत्त्वपूर्ण कुरा यहाँहरूलाई म निवेदन गर्छु। नम्बर 1 मा लमजुङ जिल्लाको घले गाउँ जुन घले संस्कृति र सम्पदाको केन्द्र मानिएको घले गाउँमा आज आन्तरिक तथा बाह्य पर्यटकहरूको भिड लागेको छ। त्यो ठाउँमा यति पर्यटकहरूको खचाखच हामीले देख्न पाउँछौँ, तर त्यही प्रकृतिको तामाङ संस्कृति र सम्पदाको केन्द्रबिन्दु रहेको उत्तरी धादिङको रुबी भ्याली आज गुमगाम छ। आज रुबी भ्यालीले तामाङ बस्तीको त्यो केन्द्रबिन्दु रुबी भ्यालीले पर्यटक पुरेर बसिराखेको छ। त्यति मात्र होइन, अर्को तपाईँहरूलाई म निवेदन गर्न चाहन्छु कि सिन्धुपाल्चोकमा एउटा तातो पानी कुण्ड छ। यहाँहरू सबैलाई थाहा छ, यति चर्चित छ। आन्तरिक तथा बाहिरी पर्यटकहरूले तातो पानी सिन्धुपाल्चोकको तातो पानी कुण्ड भरि भराउँछ, तर त्यही प्रकृतिको मूल एउटै हो। त्यही प्रकृतिको तातो पानी कुण्ड उत्तरी धादिङको तिप्लिङको लिङ्जो भन्ने ठाउँमा त्यही प्रकृतिको तातो पानी कुण्ड छ। त्यस्तै गरी शेरतुङको चालिसेमा त्यही प्रकृतिको तातो पानी कुण्ड छ र झारलाङमा पनि त्यही प्रकृतिको तातो पानी कुण्ड छ, जहाँ अन्डा राख्यो भने अन्डा पाक्छ। आज तातो पानी सिन्धुपाल्चोकको तातो पानीमा पर्यटकको लाम लाग्दाखेरि उत्तरी धादिङको यो 3वटा तातो पानी कुण्डहरू घुमघाम छन्। त्यो तातो पानी कुण्डहरूले आज पर्यटक पुरेर बसिराखेको छ। त्यति मात्र होइन, रसुवा जिल्लाको गोसाइकुण्ड आज आन्तरिक तथा बाह्य पर्यटकले भरिपूर्ण हुँदा भरिभर हुँदा उत्तरी धादिङको रुबी भ्यालीमा 3वटा कुण्ड छ। गणेश कुण्ड छ, कालो कुण्ड छ, सेतो कुण्ड छ। ती कुण्डहरू पनि आज पर्यटक पुरेर बसिराखेको छ। हामीले यी सम्भावना भएका साहसिक पर्यटनको दृष्टिकोणले पनि त्यत्तिकै प्रचुर सम्भावना बोकेको छ धादिङ जिल्ला। र अर्को भनेको काठमाडौँमा आउने तरकारी मध्ये 30 देखि 40% तरकारी चाहिँ धादिङबाट आउँछ। धादिङबाट आउँछ। हामीले धादिङलाई कृषि पर्यटनको एउटा हब बनाउन सक्छौँ। यसमा पनि हामीले काम गर्न सकिराखेका छैनौँ। त्यसकारण मैले यो भनेका पर्यटनभित्रका जति पनि सब सेक्टरहरू छ, कृषि पर्यटन छ, धार्मिक पर्यटन छ, ऐतिहासिक तथा सांस्कृतिक पर्यटन छ, त्यस्तै गरी जल पर्यटन छ, साहसिक पर्यटन छ। यी पर्यटनको क्षेत्रहरूमा हामीले काम गर्ने हो भने हामीले धादिङको कायापलट गर्न सक्छौँ, समृद्ध धादिङ बनाउन सक्छौँ र एउटा विकसित धादिङ बनाउन सक्छौँ भन्ने कुरामा शङ्का छैन। त्यसै गरी धादिङ जिल्लालाई विकसित धादिङ बनाउने हो भने, धादिङ जिल्लालाई एउटा समृद्धशाली धादिङ बनाउने हो भनेदेखि, धादिङ जिल्लामा रोजगारीका अवसरहरू सिर्जना गर्ने हो भनेदेखि, धादिङ जिल्लावासीहरूको विकासमा एउटा सकारात्मक परिवर्तन ल्याउने हो भने तेस्रो सूत्र छ खानी तथा खनिज पदार्थ। खानी तथा खनिज पदार्थको सम्भावनाको दृष्टिकोणले धादिङ जिल्ला यति प्रचुर सम्भावना छ। यो धादिङ जिल्लामा यति महत्त्वपूर्ण खानी तथा खनिज पदार्थहरू छ कि धादिङ जिल्लाको धुसामा तामा खानी छ। यो मैले भने होइन, खानी तथा भूगर्भ विभागको रिपोर्टमा हामीले देख्न सक्छौँ। त्यति मात्र होइन, धादिङ जिल्लाको जोगीमारामा नेपालकै सबैभन्दा उत्कृष्ट चुनढुङ्गा 96% क्याल्सियम कार्बोनेट भएको चुनढुङ्गा उद्योग छ। त्यति मात्र होइन, धादिङ जिल्लाको लामडाँडा भन्ने ठाउँमा कोबाल्टको खानी छ भनेर भनेको छ। यो मैले होइन, खानी तथा भूगर्भ विभागको रिपोर्टमा पाइन्छ। त्यति मात्र होइन, धादिङ जिल्ला भएर बग्ने 2वटा नदी बुढी गण्डकी र त्रिशुली नदीमा सुनको अवशेष भेटिएको छ। यो पनि मैले भने होइन, खानी तथा भूगर्भ विभागको रिपोर्टमा यो पाइन्छ। र अर्को महत्त्वपूर्ण कुरा, उत्तरी धादिङको गणेश हिमालमा जिङको खानी छ, सिसाको खानी छ। तपाईँ हामी सबैले सुनिराखेको र अहिले खानी तथा भूगर्भ विभागको रिपोर्टले के भनेको छ भने धादिङ जिल्लाको उत्तरी भेग गणेश हिमालको वरिपरि व्यापक मात्रामा चाँदीको भण्डारण छ भनेर खानी तथा भूगर्भ विभागको रिपोर्टमा छ।
त्यसकारण हामीले जिल्लामा भएका यस्ता बहुमूल्य धातुहरू, अर्को महत्त्वपूर्ण कुरा, उत्तरी धादिङको रुबी भ्यालीमा पाइने बहुमूल्य धातु रुबीको विषयमा यहाँहरू सबैजना जानकार हुनुहुन्छ। त्यसकारण हामीले जिल्लामा भएका यस्ता सम्भावित यस्ता महत्त्वपूर्ण खानी तथा खनिज पदार्थहरूको समुचित उत्खनन गरेर यसलाई समुचित प्रयोगमा ल्याउने हो भने पनि हामीले धादिङ जिल्लामा प्रशस्त मात्रामा रोजगारीका अवसरहरू सिर्जना गर्नुको साथसाथै धादिङले मनग्य आर्थिक आम्दानी गर्न सक्छ भन्ने कुरा म यहाँहरूको बिचमा निवेदन गर्न चाहन्छु। र अर्को धादिङ जिल्लालाई एउटा समृद्ध धादिङ, विकसित धादिङ बनाउने हो भने चौथो छ कृषि। कृषिभित्र हावापानी अनुसारको हामी कृषिमा काम गर्न सक्छौँ। जस्तै उत्तरी भेग जहाँ चिसो हावापानी भएको ठाउँहरू छ त्यो ठाउँमा हामी जडीबुटीमा जान सक्छौँ। त्यो ठाउँमा हामी स्याउ खेतीमा जान सक्छौँ। रुबी भ्यालीमा अहिले पनि स्याउ फलिरहेको यहाँहरूले देख्न सक्नुहुन्छ। त्यस्तै गरी मध्य भागमा हामी फलफुल खेतीमा जान सक्छौँ, तरकारी खेतीमा जान सक्छौँ। भनेदेखि तल्लो तटीय भूभागहरू छ, 20वटा भन्दा बढी धादिङमा टारहरू छ। यी टारहरू, बेसीका खोजहरू र तल्लो भेगको तटीय भूभागहरूमा हामी सिरियल क्रपमा जान सक्छौँ। त्यस्तै गरी फलफुल खेतीमा पनि जान सक्छौँ, तरकारी मौसमी तथा बेमौसमी तरकारी खेतीमा जान सक्छौँ। र अर्को पाँचौँ अत्यन्तै महत्त्वपूर्ण सब सेक्टर धादिङलाई समृद्ध बनाउनका निम्ति पाँचौँ सूत्र हो पशुपालन। पशुपालनको दृष्टिकोणले पनि धादिङ जिल्ला प्रचुर सम्भावना बोकेको छ। यसको निम्ति हामीले उत्तरी भेग जहाँ चिसो हावापानी भएको ठाउँहरू छ त्यो ठाउँमा भेडा, च्याङ्ग्रा पालन र चिज उत्पादनमा जान सक्छौँ। त्यस्तै गरी मध्य भाग जुन छ धादिङको, ती मध्य भागहरूमा हामी बाख्रा पालनहरूमा जान सक्छौँ। त्यस्तै गरी तल्लो तटीय भूभागहरूमा भैँसी पालनमा जान सक्छौँ, सुँगुर पालनमा जान सक्छौँ, बङ्गर पालनमा जान सक्छौँ, बाख्रा पालनमा जान सक्छौँ। त्यसकारण लाइभ स्टक अथवा पशुपालनको दृष्टिकोणले पनि धादिङ जिल्ला प्रचुर सम्भावना छ। बजारको कुनै समस्या छैन, किनभने काठमाडौँ यसको मुख्य बजार हो। बजारको समस्या छैन, यातायातको पनि तल्लो भेगमा समस्या छैन। र अर्को छैटौँ महत्त्वपूर्ण भनेको जडीबुटी। अघि पनि मैले यहाँहरूलाई भने जडीबुटी उत्पादनको दृष्टिकोणले पनि धादिङ जिल्ला प्रचुर सम्भावना बोकेको जिल्ला हो। यसको निम्ति उत्तरी भेगमा हामी पाँच औलेको कुराहरू छ, चिराइतेको कुराहरू छ, जटामासीको कुराहरू छ, लगायतका जडीबुटीहरूमा जान सक्छौँ। 20 भागमा त्यही किसिमको जडीबुटीमा जान सक्छौँ। तराई तल्लो जुन तटीय भूभागहरू छ ती तटीय भूभागहरूमा पनि हामी त्यही किसिमको जडीबुटीहरूमा जान सक्छौँ। र अन्तिम सातौँ सूत्र अत्यन्तै महत्त्वपूर्ण, धादिङलाई एउटा समृद्ध धादिङ बनाउने, धादिङलाई एउटा विकसित धादिङ बनाउने र रोजगारीका अवसरहरू सिर्जना गर्ने हो भनेदेखि सातौँ फर्मुला अर्थात् सातौँ सूत्र भनेको परम्परागत सिप र प्रवृत्तिको विकास गर्ने। यसमा धादिङ जिल्लाको उत्तरी भेग त्यसपछि गएर रुबी भ्याली, गङ्गा जमुना, रुबी भ्याली लगायतका गाउँपालिकाहरूबाट अहिले पनि करोडौँको चित्रफुङ्गाहरू चाहिँ यो नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय बजारमा पनि गएको हामीले पाइराखेका छौँ। तर त्यहाँ हामीले पुरानै ढङ्गबाट, हाम्रा चाहिँ त्यहाँका जनताहरूले पुरानै ढङ्गबाट त्यो प्रवृत्तिमा काम गरिराखेका छन्। त्यसलाई नयाँ ढङ्गबाट गर्ने, त्यसलाई बजारीकरण गर्ने, ब्रान्डिङ गर्ने, त्यो गर्ने हो भने पनि हामीले मनग्य आर्थिक आम्दानी गर्नुको साथसाथै हामीले ठुलो मात्रामा रोजगारीको सिर्जना गर्न सक्छौँ भन्ने मलाई लाग्छ। र यही कुराहरू मैले 7वटा समृद्ध धादिङ बनाउनका निम्ति दिएको यो 7वटा सूत्रहरूमध्ये अगाडि मैले भनेको 3वटा सूत्र, नम्बर 1 मा जल विद्युत र जल स्रोतको बहुक्षेत्रगत विकास, नम्बर 2 पर्यटन र नम्बर 3 खानी तथा खनिज पदार्थ, यो 3टामा मात्रै काम गर्ने हो भने आजको दिनमा धादिङको पर क्यापिटा इन्कम भनेको $607 देखिन्छ र धादिङ जिल्लाको जिडिपी भनेको हाराहारी 26 अर्ब देखिन्छ। यदि यो 3टा सूत्रमा, यो 3टा फर्मुलामा मात्रै हामीले काम गर्ने हो भने अबको 5 देखि 10 वर्षभित्रमा धादिङको पर क्यापिटा इन्कम $2500 हुनेछ र धादिङको जिडिपी करिब 80 अर्बभन्दा बढी हुनेछ। यही कुराहरू यहाँहरूको बिचमा निवेदन गर्दै प्रचुर सम्भावना छ धादिङ जिल्लामा, अथाह सम्भावना बोकेको छ, त्यसलाई हामीले समुचित सदुपयोग गर्न सकेका छैनौँ। अब कुरा आउँछ अन्तिममा, यी सबै गर्नका निम्ति के चाहिन्छ? पैसा चाहिन्छ।
पैसाको त म कुनै समस्या देख्दिनँ, पैसाको कुनै समस्या मैले देखेको छैन। मसँग छ त्यो मोडलहरू। त्यो मोडल भनेको आज लगानी गर्ने लगानीकर्ताहरू झोलामा पैसा बोकेर बसेको छ। धादिङको धुसामा तामाखानी छ, त्यो तामाखानी उत्खनन गर्ने भने तपाईँहरू सेयर हाल्न तयार हुनुहुन्छ हुनु न? बुढी गण्डकीको हाइड्रो पावरमा तपाईँहरू सेयर हाल्न तयारी हुनुहुन्छ हुनुहुन्न? हुनुहुन्छ। गणेश हिमालमा मानव चाँदीको भण्डारण छ, त्यसलाई उत्खनन गर्नु पर्यो, तपाईँहरू सेयर हाल्न हजुरहरू तयार हुनुहुन्छ हुनुहुन्न? हेर्नुहोस् त, सिआइटीले म लगानी गर्छु भनेर पैसा बोकेर बसेको छ। नागरिक लगानी कोषले वातावरण बनाइदेऊ, हामी हाइड्रोमा लगानी गर्ने हो कि माछा पालनै गर्ने हो भने कम्पनी मोडलमा जाउँ, हामी लगानी गर्छौँ भनेर नागरिक लगानी कोषले भनिरहेछ। नागरिक लगानी कोषले बुढी गण्डकीमा हामी लगानी गर्छौँ भनिरहेछ। सञ्चय कोषले हामी लगानी गर्छौँ भनेको छ। जनपद र सशस्त्र दुइटै लगानी गर्ने वातावरण बनाइदेऊ, हामी लगानी गर्छौँ भनेको छ। त्यस कारणले गर्दा यति मात्र होइन, इन्टरनेसनल इन्भेस्टरहरू, फरेन इन्भेस्टरहरू पैसा झोला बोकेर हिँडिराखेका छन् लगानी गर्ने ठाउँ नपाएर। यहीँ नेपालकै पनि कतिपय प्राइभेट सेक्टरहरू लगानी गर्ने ठाउँ चाहियो, हामीलाई लगानी गर्ने ठाउँ दिनुहोस् भनिराखेको छ। यसको निम्ति राज्यले, सरकारले, हामी सबैले त्यो खालको वातावरण बनाइदिने हो भने पैसाको काहीँ कतै म समस्या देखिनँ। यी सबै काम गर्नका निम्ति कम्पनी मोडलमा जानु पर्यो, प्राइभेट सेक्टरहरूलाई इन्भल्भ गर्नु पर्यो। अरू केही नभए पनि रोजगारीको अवसर त सिर्जना होला नि त, त्यहाँ आर्थिक आम्दानी त हुन्छ होला नि त। त्यसकारण पैसाको मैले कुनै पनि समस्या देख्दिनँ। मात्रै वातावरण बनाइदिनु हो भनेदेखि लगानीकर्ताहरू प्रशस्तै छन्, इन्टरनेसनल र फरेन इन्भेस्टरहरू पनि छन्, नेपालकै प्राइभेट सेक्टरहरू पनि यसमा इच्छुक छन्। यही कुराहरू तपाईँहरूको बिचमा राख्दै हामी सबैजना एउटा समृद्ध धादिङ बनाउनका निम्ति, एउटा विकसित धादिङ बनाउनका निम्ति एक भएर एउटै लय, एउटै आवाज, एउटै ताल, एउटै सुरका साथ अगाडि बढ्ने हो भनेदेखि आज बागमती प्रदेशमा धादिङ 11औं जिल्लामा छ। अबको त्यतिमा हामीले काम गर्ने हो भनेदेखि अबको 5 देखि 10 वर्षभित्रमा धादिङ जिल्ला बागमती प्रदेशमा तेस्रो स्थानमा हामी ल्याउन सक्छौँ। यही कुराहरू यहाँहरूको बिचमा निवेदन गर्दै मलाई सुनिदिनु भयो, आभारी छु। र फेरि पनि आयोजकप्रति आभार व्यक्त गर्दै यहाँहरू सबैलाई धन्यवाद दिँदै म बिदा हुन्छु। सबैको जय होस्, यहाँहरू सबैको बाँकी पल, बाँकी समय शुभ रहोस्। थ्याङ्क यू, गुड लक।